टिक गर्ने क्लक एन्ड वेलकम टु माई च्यानल कैरत ब्लग र गाइस ह्याप्पी न्यू इयर सबैजनालाई होइन। अन्त युट्युबमा जतिजना हुनुहुन्छ सबैजनालाई नयाँ वर्षको धेरै शुभकामना गर्दै र आज चाहिँ म चाहिँ रेडी भइसकेको छु होइन। ब्लग नआएको निकै भएको थियो। सो आज हामी फ्यामिली टुर जाँदैछ छाङ्गु लेक। सो यहाँनिर अहिले चाहिँ म राङ्कामा छु होइन। यहाँनिर दादाको घरमा आइरहेको छु। सो आज चाहिँ हामी राङ्का घुम्नुको लागि जाँदैछ र अहिले बजेको छ 7:30 र अब हामी 8 बजी लगभग हिँड्न गइरहेको छ र एकदमै मौसम चाहिँ एकदमै राम्रो भइरहेको छ आजको चाहिँ, किनभने घाम पनि त्यस्तै लागेको, बादल पनि त्यस्तै छाएको होइन। त्यति यो पानी नपरोस्, कुहिरो नलागोस् भन्न चाहन्छु। सो यहाँ भने चाहिँ दादा भाइहरू रेडी भइसकेर अलिकति बाहिर निस्किने दर्शन गर्नुहुँदैछ। सो यहाँनिर आन्टी अङ्कलहरू पनि हुनुहुन्छ होइन, अङ्कल पनि रेडी हुनुहुँदैछ। सो यहाँ आन्टी चाहिँ हल्का कुकिङमा हुनुहुन्छ होला सायद। सो यहाँनिर अलिअलि खानाहरू पाक्दैछ र खानामा चाहिँ यस्तो छ होइन, बिहानको हल्का ब्रेकफास्ट खाएर हामी छाङ्गु लेक जाँदैछ र आजको छाङ्गु लेकको भ्लग चाहिँ एकदमै राम्रो हुनेछ, सबैजनाले हेरिदिनु होला। सो मेरो तर्फबाट कैरत भ्लगमा इन्भल्भ हुनु होला सबैजना होइन। सो गाइस हामी चाहिँ अब निस्किँदैछ होइन, हामीले ब्रेकफास्ट पनि गरिसक्यो। सो यो JBL को बक्स गाडीमा बजाउनको लागि होइन। अन्त सबैजना निस्किसक्यो होइन। अब हामी जाँदैछ रोडमा, तल गाडी देख्न सक्नुहुनेछ। सो यहाँ गाडीमा हामी जाँदैछ, अङ्कलको गाडी। अन्त घाम मजाले लागेको छ, मौसम पनि एकदम राम्रो भएको छ आजको र 1 जनवरी हो। सो आजको भ्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ आउनेवाला छ, अन्तिमसम्म हेर्नु होला सबैजनाले। ल आन्टी लाग्दिउँ। र हाम्रो यहाँको घर देखरेख गर्ने व्यक्तिहरू यहाँ छन् होइन, 3 जना। 3 जनाले चाहिँ यो पनि छ, यो चाहिँ कान्छा। ला लडाइ पर्दैछ त, दामी होइन। सो अब चाहिँ हामी यहाँ जाँदैछ होइन गाडीमा। आज जानु पाउँदा कस्तो लागिरहेछ अन्त? खुसी नै रमाइलो, खुसी लागिरहेछ। अङ्कललाई पनि मजै लागिरहेको होला है, मजै लागिरहेको होला। सधैँ मजा आउँछ नि। सो हामी भने चाहिँ अब गाडीमा चढिसकेको छ होइन, साइनी अनुहार बोकेर होइन, स्माइली फेस सबैजनाको। सो यहाँनिर चाहिँ हेर्न सक्नुहुनेछ, यहाँ माथि चेकपोस्टमा चाहिँ यस्तो जाम लागिरहेको छ होइन, र यो रङ्गेको माथि। सो यहाँनिर चाहिँ हाम्रो टिम होइन, फ्यामिली टिम। कस्तो लागिरहेछ अनि आज घुम्नु जाँदा? मजा लागिरहेछ है। त्यो यो जाममा बस्यो भने चाहिँ टाइम लाग्छ अरे हो। सो यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो माथिबाट भ्यू रङ्गेपट्टि होइन, यो चाहिँ। र यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै जाम पुरा लागिरहेको छ। सो यता पनि देख्न सक्नुहुन्छ बहुत मान्छेहरू, अहिलेको यो सिजनै रहेछ होइन, यो जनवरी डिसेम्बर चाहिँ। सो तपाईँहरू पनि आउनुभयो भने यसो इन्जोय गरेर जानुहोस्। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला सबैजनाले र एकदमै इन्ट्रेस्टिङ भिडियो आउँदै छ होइन मेरो युट्युबमा धेरै वर्ष बादमा। सो अहिले चाहिँ हामी होइन यहाँनिर आइपुग्यो हो। यहाँनिर चाहिँ एकदम चियाहरू होइन, यो रेडिमेड चिया पाउँदो रहेछ यहाँनिर चाहिँ। हामी अहिले चिया खाँदैछ। सो आन्टी अन्त कस्तो लाग्दैछ अहिले? मजा अब यहाँ। सो अहिलेको यहाँनिर चाहिँ यहाँबाट चाहिँ माउन्ट कञ्चनजङ्घा चाहिँ एकदम दामी देख्थ्यो, तर कुहिरोले गर्दा चाहिँ देखेको छैन होइन। यहाँ देख्न सक्नुहुनेछ यो तल एकदमै राम्रो छ दोकानहरू। सो हामी चाहिँ यहाँ आइपुगिसकेको छ, अझै धेरै किलोमिटर छ जानुपर्ने, डेस्टिनेसनमा पुग्नुपर्ने हो।
पानीको हालत चाहिँ यस्तो छ है छाङ्गुमा चाहिँ आइस एकदम आइस छ त सो हामी चाहिँ फाइनली छङ्गु लेक पुगेको छ होइन यहाँनिर देख्न सक्नुहुन्छ वातावरणहरू एकदमै साफ देखाइ छ होइन यहाँको चाहिँ एकदम चिसो र अलिकति सास फेर्नु चाहिँ अलिक गाह्रो हुँदो रहेछ सो यहाँको भ्यू चाहिँ एकदम राम्रो छ तपाईँहरू पनि आउनुहोस् घुम्नको लागि सो यहाँनिर देख्न सक्नुहुन्छ याक सो यहाँ फाइनली हामी चाहिँ अहिले यहाँ चाहिँ यो हो हाम्रो छङ्गु लेक होइन सो देख्न सक्नुहुनेछ यहाँ माथिबाट आएको र अघि पनि तपाईँहरूलाई देखाइहालेँ मैले सो अहिले यस्तो छ यहाँको भ्यू चाहिँ यस्तो छ भ्यू पनि दामी छ होइन तपाईँहरू आउन सक्नुहुन्छ धेरैजना टुरिस्टहरू बाहिरबाट आउनु भएको छ घुम्नुको लागि सो अब हामी फेरि अर्को जग्गा जाँदैछ होला सायद तपाईँलाई त्यो पनि देखाउँछु सो हेर्दै जानुहोस् अन्तिमसम्म सो देख्न सक्नुहुनेछ बाबा मन्दिर होइन यहाँनिर छाङ्गुदेखि अलिक मुनि सो हामी आइपुगेको छ अहिले चाहिँ सो देख्न सक्नुहुन्छ सबैजना रेडी आन्टी दर्शन गर्नुहुन्छ अब भगवानको मन्दिरमा आएर दर्शन नगर्दा कसरी जानु अङ्कल जानु हुँदैन भगवान् तपाईँले सधैँभरि मानिराखेको आज पनि जानु त जानु पर्ला अब तिमीहरूसँग हो जानुपर्छ सँगै ग्रुपमा हुँदाखेरि जानु पर्छ नि बोलाउन खाना छोरी त भगवान् चाहिँ भेट्नै पर्छ एकदमै भिड गाडीको चाहिँ यहाँनिर दर्शनको लागि सो हामी आइपुग्यो अहिले एउटा यो चाहिँ के भन्छ बोटिङ गर्ने लेक छ होइन यो चाहिँ तपाईँलाई देखाउन गइरहेको छु सो यहाँको लेक चाहिँ बोटिङ गर्ने हो तर अहिले चाहिँ पुरा आइस भएको छ होइन तपाईँलाई देखाउँदैछु होइन हेर्नुहोस् है सो गाडीहरू पुरा आउँदैछ सो यहाँ हेर्नुहोस् एकदम यो लेक चाहिँ बोटिङ गर्ने हो तर यो लेकमा चाहिँ आइस भइरहेको छ सो फाइनली गाइस छैन हामी चाहिँ अहिले लन्चको लागि आएको छ र यहाँनिर देख्न सक्नुहुन्छ सबैजना लाइनमा बसिरहेको छ सो लन्चको लागि होइन अब यहाँनिर हल्का लन्च गरेर चाहिँ घर फर्किँदैछ सो यहाँनिर चाहिँ लुगाको दोकान पनि रहेछ होइन र जाडो पुरा छ यहाँबाट ज्याकेटहरू खरिद पनि सक्नुहुन्छ टोपीहरू पनि दामी दामी छ यहाँनिर सो यहाँनिर खाना आइसकेको छ लगाउनुपर्छ सो गाइस अच्छा दामी पिरो छ एकदम यो छ यो पनि अचार सोरेर यो अचार अचार नखानु के भयो